नेपाल खर्गी सेवा समिति गोसाले ऐतिहासिक नायकी बाजा बज्यात जुगदु बसन्तपुर दबुली शनिबार जुगु जाजोया उलेजा पुलामर प्रधानमन्त्री लिसे नेकपा एमाले या नायक केपी शर्मा ओली याना दिगु ख नाइकी बाजा बोज्या ए महानगरपालिका दुने लागु नेगु शक्तिपीठ अन्तर्गत ने निगु गुठिया प्रतिनिधित्व स पालपा बाजा थाना याना दिगु खसा सचिका बाजा मंका कठ ठ्यागु जान जुगु ख जाजोले मुपा केपी शर्मा ओली ऐतिहासिक सांस्कृतिक बाख पचली भैरव नै अजिमाया हुनी सिद्धि जुगु किम्बदन्ती याटक क खाना क्वेपा होत खंगु इतिहास सोया दिमक केदार खड्गी व उगु बाखया लिदन स्या पचली भैरव सांस्कृतिक नाटक निर्देशन याना दिमक चन्द्रमुनि कार्यातन हंगु ख हामी अरूको देखासेखी राम्रा कुराहरुमा गर्नु पर्दछ विज्ञान प्रविधिमा हामी अरूको देखासेखी गर्नुपर्छ अरूबाट पनि लिनुपर्दछ ज्ञान अरूबाट पनि लिनुपर्दछ तर संस्कृति आफ्नो संस्कृतिलाई बढावा दिएर जानुपर्छ आफ्ना संस्कारहरूलाई बढावा दिएर जानुपर्छ जुन अनुपयुक्त छन् हामीले त्यसलाई सच्याउँदै जानुपर्छ तर आफ्नोपन आफ्नो कला आफ्नो संस्कृति आफ्नो सभ्यता आफ्नो इतिहास आफ्ना धरोहरहरू र आफ्ना पहिचान भनेको थर मात्रै होइन जात मात्रै होइन जातका कुरा गरेर मात्रै पहिचान हुँदैन पहिचान हाम्रो सभ्यतामा हाम्रो संस्कृतिमा हाम्रो संस्कारमा हाम्रो वाद्यवादन हाम्रो गायन हाम्रो नृत्य हाम्रा अरू संस्कारगत कुराहरू हाम्रा चाडपर्वहरू यिनीहरूमा हाम्रो पहिचान लुकेको हुन्छ र यिनीहरूको योग नै हाम्रो पहिचान यिनीहरूको समग्रता नै हाम्रो पहिचान जाजोले पाकठ छाया दिमा पूर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठ ए महानगरपालिका या मेयर विद्या सुन्दर साक्य नेपाल खर्गी सेवा समिति या संरक्षक मनोज नेवा खड्गी लगायत सबै यात सम्बोधन याना दिगु ख छिसा यन्चनो संस्कार छिसा थान्छनो बाजा छिसा धागुटी लाउटी भाषा ठुकी याना संस्कृति बजे जितो ख थ्यामल दासा देशीपुटी आय आर्जन पर्यटन व्यवस्था जुइ ख पर्यटन छुके जुइजनले दासा छिने मातै संस्कार याना ख छिसा यहीपुटी अनि म पूजा चल छिसा थाइको बाजा चल छिसा यहीपुटी हरेक क्रियाकलाप जस्तो बारातको वर्तमान या उतको चीज यहाँ ठाउँ पर्यटन चाहिँ छिसा बचाइन्छन् फु जुनी देशीपुटी आय स्रोत बढाए जान छिसा मचाएको प्रत्यक्ष अप्रत्यक्ष रूपमा छिसा यान्छौँ छिसा मसिफो तर छिसा योगदान बिहाचौँ जुनिए ठाउँ छिसा नो पुस्ता पिण्ड नायकी बाजा हस्तान्तरण या यहाँ वेकअप इन्ड सेनाइकी माउनडु
अठे थन यक्कु गुनासो वइ दैले सी बाजा मरो दैन खडु यक्कु च्या छि हने पपी फ्लापी गुरु पिन्छ छु दैदि दास सी बाजा चाहिँ था मजो दैदि अठे थाइ मदि त जे इना पिन्छना थो जिसा गुली सेना वन उले बाला नु पुस्ता पिन्छ सेकल लासा वेका पिन्छना लिपा हन सिनि जुनि छिउ संस्कृति छिउ परम्परा लेना जुनि जुनि सी बाजा थाइ दिदन सेना दिदन जे इना पिन्छना नेपाल दे छो विभिन्न जाति देख तर विभिन्न भाषा दो विभिन्न जाति दो भूगोल विशेषता दो वो फुक्क विशेषता ल्याङ्का फटा और फुक्क विशेषता ल्याङ्का एकता कामे फुक्टासा छियो राष्ट्रियता बललाई एजो कारण थोड़ा गुल्ला जाति तो दो विद फुक्स्टा संरक्षण या राष्ट्रिय दायित्व ख गुल्ला भाषा दो फुक्स्टा संरक्षण या राष्ट्रिय दायित्व ख अले थना मूर्त अमूर्त सम्प्रदाय संरक्षण एउटा राष्ट्रिय दायित्व ख अले छिकपिन सब हो थौ जातियो बले थौ परम्परा यंगा टेउ लागि निरन्तर कोसियां जोमली तो ये मानर पालका छिकनिवे ख अचला ये मानर पालका फयान चनोली मगा जस यसो अफो या बचाउन विषय बिराजे सुवा त्यो कार्यक्रम आफैले न अत्यन्तै विशिष्ट र अत्यन्तै महत्त्वपूर्ण ढङ्ग न्याङचो चोमुटो ठो कार्यक्रम त झझ ढ्याक भू न्याङचोमुटो ठुइट चाहिँ पूर्ण रूपमा सफलतापूर्वक सम्पन्न जी मार्गाजी छिकपिन्टा सभा नाय पाखे चाहिँ नि छिकपिन्टा शुभकामना देछान चुनौटो हामीहरूको भाषा नेपाल भाषा हामीले बजाउने बाजा नाइकी बाजा र ऐतिहासिक थाट थलो जसको सांस्कृतिक रूपमा खड्गी समाजले नेतृत्व गरिरहेको छ र आजको परिवेशमा भन्नुपर्दा सांस्कृतिक रूपमा मात्रै हामी अगाडि बढेर हुन्न राजनीतिक रूपमा पनि नेतृत्व गर्नको निम्ति अग्रसर हुनुपर्दछ भन्ने मान्यताका साथ र अब आगामी दिनहरूमा हामीले गर्नुपर्ने कार्यहरू धेरै छन् युवा बालबालिकाहरूलाई यो जुन नाइकी बजाउन सिकाएर गुरुहरूले जुन एक किसिमको निरन्तरता दिनुभयो त्यसको निम्ति धेरै नै धन्यवाद दिन चाहन्छु र काठमाडौँ महानगरपालिकाको नेतृत्व गरिरहनुभएका मेयर साहबले यो बाजालाई चाहिँ संरक्षण गरिरहनुको निम्ति प्रत्येक गुठीमा रहनुभएका ठाकुली मात्रै होइन बाजा गुरुलाई गुरु भत्ता दिने यो बाजाको संरक्षणको निम्ति उहाँहरूलाई सम्मान गर्ने र अब प्रत्येक गुठीहरूको निम्ति चाहिँ जुन आर्थिक सहयोग गर्दै हुनुहुन्छ त्यसको निम्ति हामी आभारी छौँ र एउटा कुरा जोड्न चाहे अघि हाम्रो अध्यक्षज्यूले भन्नुभयो 4 वटा गुठीको निम्ति महानगरपालिकाको तर्फबाट बजेटको व्यवस्था भएको छ त्यसको साथसाथै नेपाल खड्गी सेवा समितिको भवनको पुनर्निर्माण गर्नको निम्ति पनि काठमाडौँ महानगरपालिकाको तर्फबाट 1 करोड रुपैयाँ विनियोजन भएको यहाँहरूलाई भन्न चाहन्छु उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सांस्कृतिक नायकी बाजा बोजालिसलिसे मुपा केपी शर्मा ओली नेपाल भाषा या संगीत ख या उत्थान वो नुपी कलाकार वो प्रतिभा प्रस्फुटन या गुत्ता तुना गोसा गोटेंगु नेवा आइडल जाजो या लोगो न उले जयाना दिगु ख वेकअप नौती अथोट कुतला जिके तरको लागो वेकअप लिसलिसे वेकअप फलस वेकअप नौती ग्वाली निरन्तर दै थका जिमसा फलस